यो चाहिँ बाङ्गे बजार हो। यहाँ भित्र पसेर चाहिँ बाङ्गो भएर निस्किन्छ है साथीभाइहरू। हिजो यो सबै उद्घाटन साथै भवन हाम्रो मुख्य अतिथि विशिष्ट अतिथि सबैले गरिसकेका छन् भने र आज चित्रकला प्रदर्शनीको प्रतियोगिता कम्पिटिसन पनि भइसकेको छ र त्यो अवसर हुन गइरहेको छ 15 तारिक र ग्रीन आर्ट ग्यालरी श्रीमान चुरामणि लालद्वारा प्रशिक्षण केन्द्र तपाईलाई थाहा छ घोडा स्टेबल अप्परकाट रोडमा यो छ। तपाईले आफ्ना नानीहरूलाई पनि त्यहाँ प्रशिक्षणको निम्ति प्रतियोगितामा जति पनि चित्रहरू छ त्यसको अक्सन हुन गइरहेको छ 15 तारिक। साथै चित्र भानुद्वारा आज हामीलाई स्वयं सहयोगद्वारा हामीलाई सघाइसक्नु भएको छ भने यहाँ वर्णमालाको स्टल पनि यहाँ साइडमा तपाईले देख्नुहुँदैछ राखिसकेका छन् भने त्यसरी नै नारायण स्कुलद्वारा पनि हामीलाई थुप्रो सहयोग हामीले पाएका छौँ र नारायण स्कुलको भर्ना पनि चलिरहेको छ र स्टल नम्बर 21 मा गएर तपाईले यो गर्न सक्नुहुनेछ र कुमुदिनी परिवारद्वारा उहाँहरूको स्वर्ण स्मारिका पनि बेचबिखानमा गोर्खा गौरव संस्थानको कार्यालयमा अफिसमा छ भने साथै भारत संविधान नेपालीबाट पढ्न चाहनुहुन्छ भने भारतको संविधान मात्र केवल 150 रुपैयाँमा तपाईहरुले पाउन सक्नुहुनेछ 160 रुपैयाँमा पाउन सक्नुहुनेछ अफिस कार्यालयमा गोर्खा गौरव संस्थानको र साथै त्यहाँ गोपाल यञ्जनका जुन चाहिँ कृत एउटा किताब पनि छ तपाईले त्यो पाउन सक्नुहुनेछ र गोर्खा गौरव संस्थान कालेबुङ मेलाटारमा आयोजित आजको यस कार्यक्रममा दोस्रो दिनको कार्यक्रममा तपाईहरुलाई गोर्खा गौरव संस्थान हार्दिक स्वागत जनाउँदछ। 11 अक्टोबरदेखि 15 अक्टोबरसम्म चलिने यस मेलाटारमा गोर्खा गौरव संस्कृति साथै हामी समस्तको एउटा जिम्मेवारी आफूले आफूलाई बोध गराउँदै यो मेला गोर्खा गौरव संस्थानको आयोजनामा मात्र भएको वास्तवमा हेर्नु पर्यो भने यो सबै आयोजक हामी आफैमा हौ र यो मेला हामी आफै निम्ति हो। यसले हामीले संरक्षण गर्नुपर्ने त्यसरी नै हाम्रा जातीय पोसाकदेखि पारम्परिक घरहरू यो हाम्रै निम्ति हामीले नै बनाएको भनेर सोचेर हामीले हाम्रै दायित्व आफूले आफैलाई निर्भरता गरेर यही संरक्षणमा 4 वर्षदेखि चलिरहेको गोर्खा गौरव संस्थानले जुन कार्य गरिरहेको छ त्यसमा थप तपाईहरुको पनि सहयोगिताको हामी अपेक्षा राख्दछौं। साथै यसरी नै भव्य रूपले अगाडि बढ्दै जानका निम्ति तपाईहरुको यही जमघट र साथै तपाईहरुको साथको खाँचो पनि हामीलाई परिसकेको छ र हरेक बिहानको किरण नयाँ सुरुवातको सन्देश ल्याउँछ। आजको उद्घाटन पनि त्यस्तै एउटा नयाँ बिहानी हो जहाँ आत्मविश्वास हुन्छ त्यही बाटो बनिन्छ। आजको उद्घाटन त्यसैको साक्षी हो। तपाईहरुद्वारा नै आज यो कार्यक्रम पनि सफल हुन गइरहेको छ र हामीमाझ आज ओपनिङ है गीत लिएर आउनु हुँदैछ बाटुराबाट र त्यो अगाडि म तपाईहरुलाई एउटा वर्णमालाको यो किताब संगीतमय शिक्षा जसको विवरण हाम्रो सुधीर दाजुले दिनुहुन्छ। यो मञ्चदेखि देवृतिर तपाईहरुलाई यो स्पेशली यो किताबहरु चाहिँ हाम्रो बालबच्चाहरुको निम्ति हो। यहाँ भित्र एउटा बारकोड छ तपाईले फोनले स्क्यान गर्नुभयो भनेदेखि र त्यहाँ एउटा साङ्गीतिक अल्फाबेट साङ्गीतिक अक्षरमा नानीहरुलाई पढ्नु बुझ्नु र सुन्नुमा अत्यन्तै सजिलो हुन्छ। र हाम्रो भाइ ओके र त्यो भित्र चाहिँ तपाईले एउटा आफ्नो फिल्म छ आफ्नो फिल्ममा चाहिँ यो सबै छ र तपाईले यो बुक लिनुभयो भने यो वर्णमाला परिवारले बनाएको बुक हो। सेकेन्ड सिम्पल छ र बाटो छ सेलहरू भवनदेखि वेबसाइटमा जानुहुन्छ त्यहाँ नेपाली भाषामै हैन एउटा शिक्षालाई अघि बढाउने कोसिस गर्नुभएको छ कि तपाईले त्यो त्यहाँ पनि गएर एकपल्ट भ्रमण गर्नुहुन्छ। वर्णमालाका प्रोभाइडर हुन्छ उहाँ संस्थापक हुनुहुन्छ हाम्रो देवाशिष पौडेलज्यू र उहाँलाई हिजो मात्रै गोर्खा गौरव संस्थानद्वारा सम्मान सहित हामीले सम्बर्धना पनि भेट गरिसकेका छौँ भने र साथै
उहाँद्वारा एउटा सांगीतिक क्षेत्रको यस प्रयासमा तपाईहरु सबैको हार्दिक सहयोगको अपेक्षा उहाँले राख्नु हुँदैछ र सुधीर दाजुले भनिसक्नु भएको छ र आज हामी सुधीर दाजुलाई पनि गीत गाउनदेखि हामी छोड्दैनौं र फेरि पनि तपाईहरुलाई हामी एकपल्ट जनाउँदछौं यदि कोही इच्छुक महानुभावहरु हुनुहुन्छ जसले गाउन चाहनुहुन्छ जसले नाच्न चाहनुहुन्छ कसैले फ्लुट बजाउनुहुन्छ बाँसुरी बजाउनुहुन्छ र आफ्नो प्रतिभा तपाईहरुले यदि यस मञ्चद्वारा देखाउन चाहनुहुन्छ भने आजको आइतबारको साँझ यो तपाईहरुको निम्ति खुला मञ्च आज रहेको छ र गोर्खा गौरव संस्थान तपाईहरुलाई आजको यस खुला मञ्चमा हार्दिक स्वागत जनाउँदछ र आजको सन्ध्याको साँझको पहिलो प्रस्तुति लिएर आइरहनु भएको छ बागडुग्राबाट साथै गोर्खा गौरव संस्थानकै एकजना सदस्य साथै बागडुग्राबाट हामी माझ आइरहनु भएको छ आजको सन्ध्याको पहिलो प्रस्तुति लिएर श्रीमान अलिन गुरुङज्यू हवस् त स्वीकार्नुहोस् श्रीमान अन्य भव्य कार्यक्रमहरुको भिडियोको टिमको हाम्रो जितिसकेको छ भने आज दोस्रो दिनको दिन तपाईहरु सबैलाई गोर्खा गौरव संस्थान यस मेलामा बसेर हेरिरहनु जस्तो लाग्यो नि त आज हामीमा थुप्रै अन्य कार्यक्रम छ र आज विशेष रूपमा हाम्रो केही सांस्कृतिक कार्यक्रम गीत गाउने इच्छुक केही हुनुहुन्छ भने र साथै कुनै व्यक्तिहरू छ भने तपाईहरु सबैलाई गोर्खा गौरव संस्थान आज यो मञ्च ठुला रूपले स्वागत जनाउँदछ यसैले तपाईहरुलाई स्वागत जनाउँदै यदि तपाईहरुमा कोही इच्छुक गाउने कोही प्रतिभा बचाउने साथै नृत्य बागवानीका केही छन् भने तपाईहरुलाई गोर्खा गौरव संस्थानको हार्दिक स्वागत जनाउँदछ र स्वागत छ सम्पूर्णलाई गोर्खा गौरव संस्थानको आयोजना गरिएको यस गोर्खा सांस्कृतिक प्रदर्शनी खाद्य उत्सवमा र विशेष गरेर जति पनि यो गोर्खा मेलामा आउनुभएका महानुभावहरू हुनुहुन्छ अनि बधाईहरूलाई तपाईले देखिरहनु भएको छ लिकेटी त्यसैले यो गाउँको परिसरमा भइसकेपछि पानी कम्ती आओस् भनेर चाहिँ गरेको देखेको छ नि धन्यवाद। हेलो धन्यवाद अनिल गुरुङज्यूलाई यति टाढो बागडुग्राबाट आएर यहाँ हाम्रो जुन चाहिँ उहाँले प्रस्तुति दिनुभयो त्यसको निम्ति उहाँलाई धेरै धेरै धन्यवाद दिँदै र हाम्रो गोर्खा सांस्कृतिक प्रदर्शनी यो खाद्य उत्सव 11 देखि 15 तारिकसम्म यो तपाईहरुले देखिरहनु भएको छ यहाँनिर हाम्रो मूल उद्देश्य नै हाम्रो के छ भन्दाखेरि नफुटौ जुटौ सुतौ उठौ हामी थियौ हामी छौ हामी रहनेछौँ र हामी सधैँ रहनेछौँ भन्ने बाचा गर्दै र आजको यो जुन चाहिँ हाम्रो सांगीतिक कोसेलीहरू हामी हजुरहरूको समक्षमा पस्किन सुरु गरिसकेका छौँ र कोही पनि गीत गाउनु चाहनुहुन्छ इच्छुक हुनुहुन्छ भने यहाँ आएर हजुरहरूले नाम लेखाउन सक्नुहुन्छ र अर्को एउटा गीत प्रस्तुत गर्नको निम्ति म हाम्रो गोर्खा गौरव संस्थानका वरिष्ठ सदस्य साथै संयोजक श्री सुधीर घलेज्यूलाई मञ्चमा निम्ताउँदछु। स्वीकार्नुहोला सुधीर घले। आवाज त मेरो मिठै छ कि त्यो मेरो बोली पनि थाहा पाइहाल्नु होला तपाईँहरूले है। एउटा सानो एउटा सूचना छ कि एउटा उयो माथि एक्सिस ब्याङ्कको अगाडिपट्टि एउटा स्कुटी राखेको रहेछ WB79B4049 उहाँहरू काठमाडौँबाट घुम्नु आउनुभएको रहेछ र स्कुटीमा नै चाबी छोडेर चाहिँ उहाँहरू यहाँनिर के अरे गोर्खे मेला पसेको छ भनेर हामीले सुन्यौँ। त्यसैले गर्दाखेरि तपाईँले यता कहीँ पनि हुनुहुन्छ भनेदेखि तपाईँको चाबी सुरक्षित मसँग छ मसँग आएर सम्पर्क गर्नुहोला। एक्सिस ब्याङ्कको
You know what? How to make your labu?
गुरुङ कम्युनिटी लोग प्राय नेपाल के पोखरा और लमजुङ में वो लोग रहते हैं और अलग तरीके हैं और गुरुङ और मंगल कम्युनिटी का है ना वेरी मच सिमिलर त्यतिखेर प्रगतिलाई दोषी ठान्छु धनको बाला सम्झिँदा म हरमान्छु विकल्प मिठो मायाले पकाउला मेरो केसको रहस्यले तिमीलाई झुलाउला आँखा त लोभी मन भए पापी राम्रीलाई हेर्दा छ आँखा त लोभी मन भए पापी राम्रीलाई हेर्दा छ ठेकीको दैमै अर्काको आइमा छोड्नु चाहिँ डर लाग्छ धनकै बाला झुलाउला मायाले बोलाउला धनकै बाला झुलाउला मायाले बोलाउला आँखा त लोभी मन भए पापी राम्रीलाई हेर्दा छ आँखा त लोभी मन भए पापी राम्रीलाई हेर्दा छ ठेकीको दैमै अर्काको आइमा छोड्नु चाहिँ डर लाग्छ धनकै बाला झुलाउला मायाले बोलाउला तिमीलाई धनकै बाला झुलाउला मायाले बोलाउला कम्बुमा भेट्छु भन्ने भर्छ एङ्जी गुम्बो मजा आउँदैछ लासाको सुन त मसँग छैन कलकत्ते काइयो भए पुग्दैन तकदीर में रहे